आएको अनि हितोपदेशको 19 को 4 मा भन्छ 14 भन्छ है घरहरू र सम्पत्तिहरू चाहिँ बाउबा आमाबाट आएको हुन्छ रे तर एउटा के भन्छ पत्नी चाहिँ परमप्रभुबाट नै हुन्छ भनेको छ। अनि हाम्रो भाइ एकजना यहाँ हुनुहुन्छ सुन्दर भाइ योग्य भाइ हामीलाई हाम्रो आँखामा राख्दा पनि बिजाउँदैन भन्छ नि एउटा भनाइ छ त्यो चाहिँ टक्कै उहाँसँग मिल्छ हाम्रो अशोक सुब्बा। अनि उहाँ चाहिँ उमेर पुग्यो अब एउटा पत्नी उसको लागि खोजिदिनु पर्ने भयो। अनि हामी अस्ति हजुरहरूको आँगनमा आएका थियौँ हाम्रो जिउमा उहाँको आँगनमा अनि उहाँको एउटा छोरी छ भन्ने कुरा चाल पाएर सोध्यौँ अनि उहाँले हुन्छ त्यसो भए माग्नु आउनु नि एक दिन भन्नुभएको थियो। त्यसै क्रममा चाहिँ हामी आज माग्नु आएका छौँ अघि र अस्ति हामीले पर्मिसन पायौँ सोध्न आउँदा हुन्छ भन्नुभयो अनि अब आएका पनि छौँ अनि त्यही मङ्गनीको कार्यभित्र पसि जाँदैछौँ। सो यस कारणले गर्दा हाम्रो भाइलाई अब जति पनि बाबा आमाबाट सम्पत्ति मिलेको छ त्यो त छँदैछ। सबभन्दा ठुलो सम्पत्ति त उहाँ नै हो हाम्रो अघि हामीले देखेकोमा। तर अब उहाँलाई एउटा पत्नीको जरुरत परिआएको छ तर त्यो पत्नीको माग्न हुनभन्दा अगाडि माग्नु अति नै आवश्यक छ किनकि त्यो पत्नीको उमेरसम्म पुग्नका लागि कसैको पत्नी बन्नका लागि हजुरहरूले धेरै दुःख गरेर स्याहार सुसार गरेर पालन गरेर है तपाईँहरूले पढाएर हुर्काएर बढाएर यतिको ठुलो उमेरमा पुर्याएर फेरि हामीले सटक्कै लानु त मिल्दैन। त्यसले गर्दा एउटा नियमको उयसमा रहेर हामीले तपाईँहरूलाई एउटा आदर र कदरको साथमा मागेर लैजानु चाहिँ राम्रो हुन्छ भन्ने विचारले चाहिँ हजुरको आँगनमा हामी माग्न आएका छौँ। अनि अघि सुनिहाल्यौँ हामीलाई भाइ हाम्रो नानीले मन पराएको हाम्रो छोराले मन पराएको चाहिँ यहाँनिर यहाँको ज्येष्ठी सुपुत्री हुन् अनि उहाँलाई चाहिँ हामी हाम्रो भाइ अशोकको लागि माग्नु आएका छौँ र यहाँको छोरीले पनि अब माग्नुहुन्छ कि हुन्न अनि तपाईँहरूले पनि माग्नुहुन्छ कि हुन्न डर चाहिँ लागेको छ। तर पनि यसरी विश्वास गर्नुहोस् जसरी अब्राहमको समयमा हामीले 24 उत्पत्तिको 24 अध्यायमा पढ्यौँ भने त्यहाँनिर 2-3 4सम्म पढ्यो भने त्यहाँ अब्राहमले एउटा एकदमै उहाँले भर पर्ने र सबै अख्तियार दिएको एकजना दासलाई चाहिँ जिम्मेवारी दिन्छ कि मेरो छोराको लागि एउटा असल बुहारी खोजेर ल्याऊ अनि मेरै कनानी वंशबाट कनानबाट ल्याउनु भनेर अधिकार दिँदाखेरि पहिला त उसलाई पुरा डर लाग्छ तर मालिकको कुरा कसरी नकार्ने इन्कार गर्ने। त्यसैले गर्दा उहाँ जसरी मालिकले जे भन्नुहुन्छ शपथ खानु लाउँछ अनि शपथ खाइवरी चाहिँ ऊ अब यात्रामा लाग्छन् है। अनि नभन्दै त्यो ठाउँमा पुगिसकेपछि अब कसरी चिन्ने त कसलाई माग्ने त भनेर सोच्दाखेरि मजाको कुरा चाहिँ के छ भने उसले पनि प्रार्थना गरेको छ। प्रार्थना सहित उसले एउटा चिन्ह मागेको छ कि त्यो केटी चाहिँ यस्तो होस् गाग्रोमा पानी हामीले माग्दा दिएको होस् अनि हाम्रो ऊँटलाई पनि खुवाइदिएको होस् त्यही केटी चाहिँ हुन्छ भनेर चाहिँ उसले एउटा चिन्ह पनि परमेश्वरबाट माग्छ। अनि उसले प्रार्थना गरेकोले गर्दा अनि अगुवैबाट अब्राहमले पनि भनेको हुन्छ कि यो चाहिँ अब परमेश्वरको योजनाबाटको हो यो मेरो इच्छा अनि उहाँ चाहिँ धेरै पाको भइसकेकोले गर्दा जानु नसक्दा तिमीले यो कार्यभार उठाऊ भनेको हुन्छ। अनि जाँदाखेरि चाहिँ तिम्रो अघि चाहिँ परमेश्वर जानुभएको हुन्छ भनेको छ। बाटो सबै के अरे एकदमै सुगम तुल्याइदिएको हुन्छ नसुर्ताइ जाऊ भनेको हुन्छ। अनि नभन्दै एउटा त्यही विश्वास र भरोसामा परमेश्वरमा भरोसा राखेर अब्राहमको दास त्यहाँबाट आफ्नो ठाउँबाट हिँडेको छ। अनि नभन्दै उहाँले प्रार्थना गरेको छ अनि प्रभु अघि आइकन सबै कुरा परिपन्जै मिलाइदिएको भएको हुन्छ। अनि उसले जस्तो चिन्ह माग्छ त्यस्तै टक्र्याक्कै पुग्दाखेरि चाहिँ उसलाई भन्न सजिलो पर्छ। अनि आज हामीलाई त्यस्तै भएको छ हजुरहरूबाट हामीले तपाईँहरूकोबाट चिन्ह पाइसकेका छौँ। हामीले चाहिँ सजाउ ठाउँ पायौँ अनि सुन्दर गाउँमा सुन्दर ठाउँ एकदमै सुन्दर घरमा अनि तपाईँहरूको सुन्दर छोरीलाई चाहिँ माग्न आएका हौँ कि र हजुरहरूले इजाजत दिनुभयो भने चाहिँ हामी त्यो कुरालाई अब राख्न गइरहेका छौँ र अब सुपास्टरलाई हुन्छ मेरोमा हामीले थाहा पाइहाल्यौँ उहाँहरू किन आएको रहेछ भन्ने कुरा अहिले सबैले थाहा पाइहाल्यौँ है। उहाँहरू साङखोलाबाट आउनु भएको रहेछ। एउटा कुरा चाहिँ उहाँले भन्नु भएन यो थानसिङ डाँडामा त फेरि थुप्रो छ नि हुर्केको त ल हामी कन्फ्युज भयौँ अब कसलाई लाने कसलाई मान्ने ल यो चाहिँ अलिकति कन्फर्म भनिदिनु भयो भने चाहिँ त्यो छ कि छैन अब यहाँ हामीले यता सोध्नु पो पऱ्यो अर्काले कहाँ सुनाएको हुनसक्छ नाम भए मिल्दैन पनि त्यो चाहिँ अलिकति तपाईँले कसको लागि आउनु भएको त्यो चाहिँ भनिहाल्नु होला।
ज्येष्ठ सुपुत्री भन्नु थियो अनि हेप्जिबा कि नाम मैले नाम बिर्सेको छु। छ नि है यहाँ छ कि छैन पो हेप्सिबा भन्ने बहिनी छ त्यही त गाउँ बस्ती हो सबै काममा व्यस्त हुन्छ छोरीचेलीहरू तपाईँहरू आएको बेलामा कहाँ टक्कै हुन्छ त अब यो चाहिँ हामी चाहिँ चिन्दैन होला राम्रो यहाँले नै चिन्नु पर्ला। ल त हामीलाई थाहा भयो अनि एउटा कुरा अझै जान्नु मन पर्यो साङखोलाबाट आएको भन्नुभयो फेरि हामीलाई त यो चाहियो नि त कुन जातिबाट है अनि अब बाइबलले आफ्नै कुटुम्बमा जाऊ भनेको छ त्यस कारणले कुन जातिबाट है कसको सन्तान यो त थाहा पाउनु पऱ्यो नि हामीले त्यसै त को त्यसै छिनाफाना गरेर अहिले फेरि काम बिगार्नु त भएन। पहिले पत्र 2 को 9 ले क्लियर कट भन्छ तपाईँहरू कुन जातिबाट कसको सन्तान आउनु भएको छ त्यो चाहिँ यसो भनिदिनु भयो भने त्यहाँनिर यता सोधेर ठिकै कुटुम्बहरू मिल्ने रहेछ भने चाहिँ कुरा बढ्नुपर्छ होला। हामी यसरी हेर्छौँ है मानवीय यसबाट जातित्वबाट हेऱ्यौँ भने चाहिँ सुब्बा यो घरानाबाट आउनुभएको छ। उहाँको पिता लेट धनबहादुर सुब्बा हुनुहुन्थ्यो र उहाँ बित्नुभयो एकदमै प्रभुको प्यारो दास हुनुहुन्थ्यो अनि यसरी नै उहाँको आमा आउनुभएको छ। आज कता हुनुहुन्छ बढी यहाँ सुकमाया सुब्बा हुनुहुन्छ अनि यहाँहरू सुब्बाबाट हुनुहुन्छ भने तर हाम्रो अहिले खास जाति चाहिँ हामी प्रभुको छोराछोरी भएका छौँ सन्तान र प्रभु यीशु ख्रीष्टको सन्तान हो र यसरी सब हजुरले बुझ्न सक्नुहुन्छ। पवित्र जातिबाटै आउनुभएको नि होइन परमेश्वरको निजी प्रजारै हुनुहुन्छ नि तपाईँहरू। हजुर हजुर यदि त्यसो भएन भने मिल्दैन र एउटै परमेश्वरको निजी प्रजाहरूबाट नै उहाँहरू पनि आउनुभएको रहेछ अनि हामी पनि परमेश्वरको छोराछोरी उहाँकै निजी प्रजा राजकीय पुजारी गिरी हामी त मामुली होइन ठुल्ठुलो राजकीय पुजारी गिरीको सन्तान हामी यहाँ छौँ त्यस कारणले उहाँहरू पनि त्यही परमेश्वरको सन्तान टाढाबाट आउनुभएको रहेछ अनि छनु त छ है हाम्रोमा छ अरे भन्ने कुरा सुन्दैछु ल अब कहाँ छ अब दुःख चाहिँ हामी नगरौँ होला नि उहाँहरू खोज्न आउनुभएको माग्न आउनुभएको रहेछ। अब तपाईँले नै है हाम्रो भाइले नै खोजेर ल्याउनु भयो भने चाहिँ अब तसल्ली पनि त हुन्छ किनभने भरे झुकिने चान्सेस पनि हुन्छ कन्फर्म हुनुको यो एउटा सङ्केत हुन्छ कि उहाँले भेटेर खोजेर ल्याइदिनु पऱ्यो। ल तबसम्म चाहिँ हाम्रो यो कार्यक्रम एकछिन होल्ड हुन्छ धेरै टाइम चाहिँ नलागौँ हाम्रो समय धेरै गइसकेको छ। बाटो भित्ता लाइनमा पनि बाटो खुला गर्नुहोस् ल अब उहाँलाई खोज्दा ठुलो बाटो जान्छ बोलाउनु पर्यो नाम काटेर बोलाउनु पर्यो होइन यहाँ छ के हो सिधै गयो बोलाउनु पर्छ ल्याउ निस्केछ त फेरि बेहुली नै निस्क्यो खोइ भएको होइन बेहुली हुनेवाला बेहुली एकछिन लुक्नुपर्छ हात पक्रेर लानु हात पक्रेर हात पक्रेर गऱ्यो नि हाम्रो बाबा होइन हो त तपाईँहरूले खोजेर पनि ल्याउनु भएछ हाम्रो हेप्जिबा बहिनी चाहिँ उहाँ हो है ताली बजाइदिनुहोस् न एकजना सबैजना। हो त अब यो उहाँहरूले कुरा पनि राख्नुभयो खोजेर पनि ल्याउनु भयो तर यो कार्यक्रम अगाडि बढ्नुको निम्ति त हाम्रोले त हुँदैन आएको रहेछ ल है आएछ ल है भन्नु त मिलेन हामीले र जो अब प्रमुख व्यक्तित्व छ बहिनी आजको विशेष यताबाट तपाईँहरूको विशेष व्यक्ति यताबाट विशेष व्यक्ति हाम्रो अब उहाँहरूकैबाट यो कन्फर्म नभइकन चाहिँ हामी कार्यक्रम अगाडि बढाउन सक्दैनौँ। यो सामानहरू यत्रो थाक्छ अब बिग्रेको रिक्स चाहिँ तपाईँहरूकै है हामी केही जान्दैनौँ तपाईँहरूले नै उठाउनुपर्छ। अब म हाम्रो अति आदरणीय बहिनी स्थानीय मण्डलीका पास्टर बाउको ज्येष्ठ सुपुत्री सुश्री हेप्जिबा बहिनीलाई
म आफ्नो जग्गामा खडा भइदिन आग्रह गर्दछु। र बहिनी तपाईँ त अघि हुनुहुन्थेन, तपाईँ काममा कतै जानुभएको थियो, अनि यहाँ त्यत्रो लाभलस्करको साथमा पाहुनाहरू आएर त्यत्रो ऊँटहरू यत्रो सरसामान बोकेर यहाँ राखेको छ बहिनी हो। राखेर चाहिँ उहाँले भन्दैछ तपाईँलाई यो घरमा एउटा कन्ने परमेश्वरको डर मान्ने सुपुत्री छ अरे भनेको सुनेर तपाईँलाई विधिवत बाइबलले हिसाबमा माग्न आउनु भएको रहेछ, तपाईँको मगनी गर्नु आउनु भएको रहेछ। यो कुरा तपाईँलाई थाहा थियो? उहाँलाई थाहा छैन नि, साँच्चै थाहा थियो नि है। हुन्छ, धेरै प्रार्थनासहित उहाँ तयारी पनि हुनुहुन्थ्यो भन्ने हामी निश्चित छौँ। अनि अब माग्नु त आउनु भएको छ, तपाईँलाई थाहा पनि थियो। अब विधिवत रूपमा यत्रो मान्छेको छेउमा औपचारिक रूपमा के यो कुरालाई तपाईँ स्वीकार गर्नुहुन्छ? पक्का? हजुर, यदि तपाईँले स्वीकार गर्नुहुन्छ भने तपाईँले चिन्ह स्वरूप उहाँले ल्याउनु भएको सौगात, अब चित्त बुझ्छ कि छैन सौगात बहिनीले छुनु भयो भने चाहिँ हामी बुझ्छौँ कि हो भन्ने र तपाईँको स्वीकृति छ भनेर। ए लु बहिनी बस्न सक्नुहुन्छ। तर यस्तो पनि छ नि त फेरि बढाइ जन्माइ हुर्काइ प्रभुमा स्याहारी यत्रो बनाउने बाउमा पनि त छ। छोरीले राजी खुसी कहाँ गर्नु हुँदैन। बाउ आमा जबसम्म मान्दैन फेरि हुँदैन है। र बहिनीलाई अब मन नदुखोस्, बाउ आमा मानेन भने फेरि हामी यो कार्यक्रम अगाडि बढाउँदैनौँ। र बाबु आमा आदरणीय पास्टर बाउ, स्थानीय मण्डलीका र पास्टरनी आमा पनि हुनुहुन्छ। र उहाँहरू दुईजनाको पनि सहमति भयो, कुरा मिल्यो भने उहाँहरूले चाहिँ सामान छुनु पर्दैन। यो कुरा हामीलाई थाहा थियो र यो कुरा अगाडि बढ्न सक्छ भनेर है बाउ आमाले पनि छोरीले चाहेको जस्तो जोडासँग मगनी गर्न सक्छ भनेर उहाँले अनुमति दिनुभयो भने यो कार्यक्रम फेरि हामी अगाडि बढाउनेछौँ। पास्टर बाउले भन्नुभयो नि सबैलाई हामी जयमा जुन कुरामा आउनुभयो त्यो कुरालाई सबै पहिलेदेखि जो भयो सबै कुरामा अन्त त्यो देशमा आउनुभयो। तर हामीले उहाँको नाम चाहिँ जेठी छोरी हो, तर उहाँ पहिलेदेखि नै अहिलेसम्म उहाँको कुनै कुराको बदनामी कामहरू केही छैन होइन। घरमा सेवाकाईमा सहायता गर्ने गर्ने होइन, घरको मोल नै उहाँ। अनि उहाँको त्यो मात्रै नभएर र भविष्य चाहिँ हामीले के छ दुःख राखेर पति पत्नी भएर कसरी दुईजना गरेर उद्देश्य चाहिँ हामीले मिल्छ होइन। भविष्यमा कहिले पनि यताउता कहिले अब बेसी लामो नभए भन्यो भने लामो सरकारीमा अलिअलि भनेको है। र पहिले अब राम्रो कस्तो तरिकाले हामीले बिदा यसरी भएर आउनुभयो र एउटा राम्रो तरिकाले त्यसरी नै अहिले चाहिँ एकदमै अकस्मा आगा झाडौँ पनि हुन्छ होइन। भविष्य पनि त्यसरी होइन। अहिले आमा बाउ अब यहाँ जति पनि हाम्रो मण्डली छ, गाउँ छ, समिति छ, आमा बाउ विवाह गरेर त्यतिसम्म हामीहरू कहिले पनि बाजेको गाउँको कुनै जोगाड राख्नुपर्ने रहेछ भनेको चाहिँ उहाँले त्यो पनि दिनुभयो। र अब यताबाट सक्यो, अब उताहरूले उहाँहरूले बोकेर मचेर लिएर आएको त्यो पनि त बुझ्नु पऱ्यो हामीले। यत्रो मान्छेले लिएर आएपछि त के भनेर ल्याएको छ, जुन के को मान्छे बिहा नगरी हुँदैन भनेर बाल ल्याएको छ। त्यो पनि भाइको मुखबाटै नसुनी फेरि यो अगाडि बढ्न सक्दैन हो। म आदरणीय भाइलाई खडा भइदिन आग्रह गर्दछु। सबैले हेरिदिनुहोस् है उहाँलाई एकचोटि, अनि उहाँले के बोल्नुहुन्छ सुनिदिनुहोस्। यो हामी यहाँनिर मगनीमा सहभागी बन्नुलाई मात्र आएको होइन, साक्षी बन्नलाई आएको। त्यसकारण भाइलाई म एउटा प्रश्न सोध्छु, अनि त्यो प्रश्नको उत्तर भाइले एकदमै है छोटो शब्दमा तपाईँले राखिदिनु होला। भाइ, तपाईँले जुन चाहिँ बहिनीलाई मगनी गर्न आउनुभएको छ, अनि हामी सबैजनाले सुन्यौँ बहिनीको हेप्जिबालाई तपाईँ मगनी गर्न आउनुभएको रहेछ। यदि त्यसो हो भने
तपाईँले यो आफ्नै राजी खुसीमा गर्नुभएको कि मण्डलीमा ठुलो बडाले उक्साएर घर हुर्किसक्यो, उमेर गइसक्यो, बिहा गर्नुपर्छ, पछि ढिलो भइसक्यो भनेर ल्याएको होइन। आफ्नै इच्छामा आफ्नै खुसीले। त्यसो भए उहाँहरूलाई चाहिँ तपाईँले लिएर आउनु भएको हुन्छ, बसिदिनुहोस्। सबैले हामीले सुन्यौँ, पास्टरले लिएर एल्डर डिकन यत्रो 5-5जना पास्टर भएर लिएर आएको चाहिँ होइन सर, उहाँ एक्लैले चाहिँ यत्रो मान्छे लिएर आउनु रहेछ। ल त हामी सबैले यो सुनेका छौँ। ल अब हामी अगाडि बढ्नेछौँ र हाम्रो अलिकति यो सिटिङ चेन्ज हुने छ। अब चाहिँ हाम्रो दुई पक्षको कुराकानीहरू प्राय मिलिसकेको छ र एकदमै हाम्रो पास्टर बाउले एउटा सानो तपाईँको अझै कार्यक्रम रहेको रहेछ। त्यो चाहिँ के हो भने अब उहाँहरूबाट सुनिहाल्नुभयो, एउटा सोध्नै छ हौ, कन्फर्मै गरेर दिनु पऱ्यो नि त। हजुर तपाईँ खराइदिनुहोस्। एउटा लास्ट सोधेर चाहिँ हजुर पहिला कहिले विवाह नगरेको हुनुहुन्छ? यो चाहिँ बुझ्नु जरुरी छ। नभने भाइ छिनाफाना पहिल्यै गर्नुपर्छ, पछि गएर पहिलाको पनि खेल्छ त्यस्तो हाम्रो बहिनीले थाहा पायो भने फेरि राम्रो, अहिले राम्रो हुँदैन। त्यस कारणले हामीले हाम्रो बहिनीलाई एउटा कन्या केटाको हातमा दिन गइरहेका रहेछौँ। र पास्टर बाउ, यहाँको बाबा आमाले सुन्नुभयो, दाजु भाउजू यहाँ सबै प्रभुको दास दासीहरू हुनुहुन्छ, यहाँले सुनिसक्नु भएको छ। र अब हामीले मगनीको सबै विधिवत हिसाबले मगनी गर्नु आउने पक्षलाई हाम्रो पट्टिबाट हुन्छ भनेका छौँ। हामी ताली बजाउछौँ। विवाह हुनुपर्छ किनभने उहाँहरू पनि परमेश्वरकै हाम्रै आफ्नै कुटुम्बबाट आउनुभएको छ। भाइ तपाईँ बसिदिनु सक्नुहुनेछ र यति बेला हामी सिटिङ है चेन्ज गर्नेछौँ।